मिनट ब्लग न्यू डे न्यू मिनट ब्लग सो गाइज हामी चाहिँ यता छौँ झाजपुलबाट भित्र आएको छ यहाँ अनि सिमेन्ट लोड गरेर आएको थियो नि हामी सिजीबाट अनि चट्ट लगाएर पुरै सरसफाइ गर्नुपर्छ सकिएको छ है अनि अब चाहिँ कुचो सुचा हान्ने पालो तपाईँहरूले भन्छ नि देख्दाखेरि सजिलो छ भने कम गाह्रो छ यो तिरपाल पनि पुरै चट्ट खोलेर अनि टक्क लगाएर यो मिलाएर त्यसपछि ढाङ हालेपछि बल्ल अनि नारायण घाटको माल छ माल अनि टक्क लाने कि त्यत्तिकै सजिलो छैन केटाहरू गर्नको लागि काम गाह्रो हुन्छ जे पनि टक्क होइन है बाहिरको नजारा पनि यहाँ छ आज चाहिँ झन् महा गर्मी छ होइन त्यही हो अब एकछिनमा अब काम छ पुरै चट्ट लगाएर अनि तपाईँहरूलाई खिचेर पनि देखाउँछु म होइन अब बडा आदमी त अनि सुरुदेखि लास्ट स्टेजसम्म के कस्तो हुन्छ भनेर ल है हेर्नु हाल्दा चाहिँ भर्खरै बडालेको है ठुलै ठुलो सिमेन्टीको अनि गर्मीको हालत हेर्नु गर्मीले हालत खोइ हुन्छ भनेर पुरै जान लिन्छ जान जस्तो गर्मीले त होइन गाह्रो छ केटाहरू गाह्रो छ यत्तिकै बढार्ने होइन ए सानो ठुचो छ गाह्रो छ त्यस्तो गर्मी छ कि त्यही पनि ठुलो पनि बुङ बुङ बसेर नि होस्टेल लाग्यो जस्तो ल त्यही हो बडाले सक्यो माल हाल्दैछ यहाँ है दिदी यो ट्याक्टर पनि हालिदिँदै अनि आज चाहिँ थिच्नु पर्दैन अरे है त्यही भएर अनि यताको माहौल हेर्न सक्नुहुन्छ 6:30 भइसकेको छ आज चाहिँ थिच्नु पर्दैन तिरपाल पनि खोल्नु पर्दैन रहेछ त्यही हो ल वाचिङ द भिडियो लाइक सब्सक्राइब एन्ड बेल आइकन द वाचिङ द भिडियो प्लिज